हेलो गाइज, म चाहिँ अहिले एसियाकै सुन्दर देश नेपालमा छु। गाइज, सबैले चिन्नुहुने यहाँहरूलाई चाहिँ म फेरि पनि 10 को ठाउँमा 5 औँला जोडेर नमस्ते गर्न चाहन्छु। मेरो ब्लग चाहिँ एकदमै लस भइरहेछ। लगभग मेरो 1 वर्ष जति भइसक्यो च्यानल स्टार्ट गरेको, तर मेरो चाहिँ कुनै पनि कुरा पुरा भइरहेको छैन। सब्सक्राइब पनि छैन, भ्युज पनि जाँदैन, तर पनि मैले भिडियो बनाउनु चाहिँ छोडेको छैन है गाइज। जति पनि मेरो भिडियोहरू हेर्नुहुन्छ यहाँहरूलाई विशेष विनम्र मेरो हृदयदेखि नै यहाँलाई धन्यवाद दिन चाहन्छु। र नयाँ जति पनि हुनुहुन्छ, यदि तपाईहरुको मोबाइलमा मेरो भिडियो फिट आयो भने तपाईले क्लिक गरेर चाहिँ तपाईले सब्स्क्राइब बढाइदिनु चाहिँ नबिर्सिनु होला। हाम्रो नेपालको मोबाइल छरो तल पुग्यो गाइस मोबाइल। मेरो ब्लग स्टार्ट गर्दा मोबाइल तल पो पुग्यो त हो गाइस। मेरो मोबाइल झर्यो, आइफोन झर्यो है गाइस। आइफोन फुट्यो कि दिमाग खराब भयो त। कहाँ पुग्यो होला? ए ठ्याक्कै माटैमा परेछ। ओ बे लबी लिउ, यहाँबाट झर्यो भने त तल कहाँ हो ओइसे ल धन्न मोबाइल झरेछ हौ गाइस। आइफोन ओहो झन्डै मोबाइल फुट्यो। नेपाली परम्परा अनुसार मकै छर्ने सिजन लागिरहेछ। अब चाहिँ यो वैशाखको टाइममा मकै छर्ने सिजन चलिरहेछ। अब मोलसल बोकेर बारीहरूलाई टक्क मकै छर्नको लागि रेडी गर्नको लागि हामी मोलसल बोक्दैछौँ। आज चाहिँ हाम्रो मल बोक्ने खेतालो, टक्क मल बोक्ने खेतालो। आधी खेतालोहरू गइसके उता बारीमा, आधी उता घरतिर जाँदै हुनुहुन्छ। म चाहिँ यो मेरो सुन्दर गाउँमा चाहिँ छु अहिले। यो मेरो माथि गाउँको एउटा डाँडाबाट चाहिँ म ब्लग स्टार्ट गरिरहेको छु। यहाँहरूलाई फेरि पनि मेरो विनम्र अनुरोध, भिडियो हेरिदिनु होला सुरुदेखि अन्तिमसम्म, र सब्स्क्राइब पनि गरिदिनु होला। यदि तपाईँले सब्स्क्राइब गरिदिनु भएको छैन भने लाइक र कमेन्ट भन्ने चाहिँ अवश्य गरिदिनु होला है त गाइज। यो चाहिँ मेरो सुन्दर गाउँ है गाइज, सबैले चिनिराख्नु भएको छ। नचिन्नेहरूको लागि विशेष गरेर सुनकोशी बगिरहेको छ। उहाँ सुनकोशीको लेफ्ट साइडमा सिन्धुली जिल्ला, राइट साइडमा रामेछाप जिल्ला। यो चाहिँ हाम्रो रामेछापको बीपी हाइवे बन्दैछ। यो चाहिँ एकदम सुन्दर, यो चाहिँ एकदम सुन्दर रोड छ। यहाँ चाहिँ पुरै पिचहरूको कार्यक्रम भइरहेको छ। र यो चाहिँ मेरो गाउँ है गाइज। कस्तो छ जस्तो लाग्यो त्यस्तै कमेन्ट गरिदिनु होला। राम्रोलाई राम्रो, नराम्रोलाई नराम्रो भनिदिनु होला भन्न चाहन्छु। यो चाहिँ मेरो सुन्दर गाउँ। ल है गाइजहरू, यस्तै छ है गाउँ। तपाईहरुको गाउँ कस्तो छ? मेरो चाहिँ गाउँ यस्तो छ। माथि डाँडा, लेक, तल बेसी। भरियो एक गरा कति पुग्यो? मेरो चाहिँ भारी यहाँ छ। अब यसलाई म टक्क नामले मिलाएर बोक्छु गाइज। 1 मिनट। ओहो भारी पनि गरुङ्गो। टक्क मूलको भारी बोकेर, खासै होइन तातो घाममा अलिअलि दुई दिन बाँच्दा मान्छेले हरेक गर्नुपर्ने रहेछ। यता चाहिँ हाम्रो एसियामा चाहिँ यस्तो हुन्छ है। मोलसल बोकेर टक्क मकै छर्न थालिरहेछन्। आधी उधी छरिसके, हामी चाहिँ मोल बोक्दैछौँ। मोल चाहिँ हालेर जानुपर्ने छ। 1.5 किलोमिटर, लगभग समथिङ 2 किलोमिटर बारी छ। त्यहाँनिर चाहिँ घोप्ट्याउनु पर्यो मल। आधी खेतालाहरू त्यो बाटोमा आउँदै हुनुहुन्छ म पर। त्यहाँ कहिले पुर्याएर मल घोप्ट्याएर फर्किनु होला फेरि। टेन्सन छ हजुर, टेन्सन। गाह्रो छ। ओह्रालो अब यहाँबाट चाहिँ पुरै ओह्रालो। त्यो अगाडि हिँड्ने चाहिँ
केटो अलिक बोली आउँदैन लाटो लाटो हो गाइस यसो मोटाएर लाटोले चाहिँ दुईचोटि बोक्यो भने चाहिँ धन्यवाद मेरो भाइको आशीर्वाद लागोस् 1 मिलियन भ्युज जाओस् र क्या 1 मिलियन मलाई पर्दैन ठ्याक्क 4000 घन्टा मात्रै पुरा वाच टाइम पुरा गर्नु छ सुरुमा हेचिन चाहिँ बिचार लाटो हो जन्मिन त चाहिँ राम्रै थियो रे अब बिचमा बिरामी भएर चाहिँ त्यसको बोली चाहिँ नआउने तर काम भने अखा गरिदिने जम्मा दुईचोटि बोक्यो भन्छ कतिचोटि बोक्यो बाटो पनि टाढो छ कि धेरै टाढो छ बाटो पनि म चाहिँ जम्मा एकचोटि आउँदैछु फेरि ओहो बल्ल बल्ल आइपुग्यो अब मोल घोप्ट्याउनु पर्यो तल जाउँ कि माथिबाट घोप्ट्याउँ भएछ अरे धेरै न 15-20 टोको जति चाहिँ जाने रहेछ यहीँबाट घोप्ट्याउनु पर्ने भयो भनेपछि मैले होइन मैले मोल घोप्ट्याएँ मोल घोप्ट्याउन आउँछ आउँदैन बिर्सियो कि के हो कस्तो ए ओ फ्री जम्मा 1 2 3 4 5 6 7 थुप्रो भएछ मैले के बताएर कहिले भरिनु र त गाइज ल मकैको छर्नको लागि तयारी हूँ हाम्रो मामा हुनुहुँदो रहेछ मामा जोत्दै हुनुहुन्छ तारेमाले अफिरो टक्क मोल घोप्ट्याएर भ्याइयो यो चाहिँ हाम्रो रोड बाहिरसम्म जाने रोड अब फेरि तातो घाममा टक्क गरेर खाली टोपो बनाएर सर बाटो हामी हिँड्दैछौँ त मेरो छोरीहरू आउँदैछन् है गाइज हेलो मेरो छोरीहरू ठिक छ बस 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 कतिचोटि पुगिस् म कतिचोटि पुगिस् 4 चोटि यत्रो पुन्तुर्कीले पनि 4 चोटि पुग्यो गाह्रो छ मोल पुग्ने है काकाको भिडियो ठ्याक्क हेर्दै यो दाइको छोरी यो पनि दाइको छोरी ल जाऊ ल म पनि आउँछु अब भारी बोकेर आयो त हाम्रो बहिनी अनि भान्जीको मोलको भारी खोइ त्यही बोतल हो ल कस्तो भइरहेछ मोलको भारी भइरहेछ